हेलो गाइज, नमस्कार सम्पूर्णमा। आज चाहिँ मेरो बर्थडेको दिन हैन। आजको यो बर्थडेमा चाहिँ गरिब र असहाराहरूलाई चाहिँ खाना दिने निर्णय गरियो हैन। त्यसैले सेवा नै धर्म हो भन्ने भाव राखेर चाहिँ हामी खाना बाँड्न गइरहेको छौँ। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई है। आज चाहिँ उसको बर्थडे थियो। यसले जुन सोच गर्यो नि त्यो जहाँसम्म सबैले गर्दा राम्रो हुन्छ होइन। बरु आफूले नखाएर पनि उनीहरूलाई दिए तापनि केही फरक पर्दैन, एक गाँस भोकै रहे पनि। तर एउटा हुन्छ नि, सानो चिजले धेरै ठुलो गर्छ भन्दा माया हामीले चाहिँ ल्याएको खाना खतम भइसकेपछि चाहिँ नि अलि 2-3 जनालाई चाहिँ फ्रुट दिने निर्णय गऱ्यौँ हैन। अब चाहिँ खाना बाँडिसकेपछि चाहिँ हामी चाहिँ घरतिर लाग्यौँ हैन, बर्थडेको तयारी गर्छौँ।